एउटा पठाओ जसले बिहान खाएर बेलुका के खाउँ भन्ने आफ्नो बच्चालाई पाल्ने पठाओको मान्छेले 10,000 को चिट आयो भने ऊ तिर्न सक्छ अनि त्यो मान्छेलाई मर्न बाध्य नबनाएर त्यो ट्राफिकले के गर्यो हाम्रो कुरा के हो भने त्यो अपराधीलाई त्यो जो चिट काट्ने अपराधी हो त्यो ट्राफिक प्रहरी होइन त्यो अपराधी हो त्यो अपराधीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ र उसलाई अझैसम्मको सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो निश्चित। कुनै पनि ट्राफिकले राज्य आतंकका नाममा कसैलाई एक ठाउँमा रोडमा सडकमा रोक्यो भन्दैमा त्यसपछि उसँग कुरा गर्यो भन्दैमा जबरजस्ती तरिकाले 10,000 को यदि चिट कटाउने हो भने यो देशमा के गरिब बाँच्न नपाउने हो यो देशमा के गरिबलाई चाहिँ बस्ने ठाउँ छैन भनेर भनिएको हो। हिजो सुकुम्बासीलाई लखेड्नेहरूले आज फेरि काठमाडौँमा रहेका पठाओ इन्डाइभ चलाउने चालकहरूलाई मार्न बाध्य बनाएको हो। त्यसो हो भने यो सरकार कसका लागि हो त कसका प्रयोजनका लागि यो सरकार बनेको भन्ने कुरा प्रमुख कुरा हो। र अर्को कुरा हिजो फ्री टिकट फ्री भिसा भनेर सिटी मार्ने सरकारले अहिले गरिबहरूलाई मर्न बाध्य बनाइरहेको छ। यतातिर ध्यान जान्छ कि जाँदैन सरकारबाट नै गम्भीर त्रुटि भएको जस्तो लाग्छ। एउटा कुरा यो सरकारबाट गम्भीर त्रुटि भएको कुरा के हो भने जसरी ट्राफिक प्रहरीलाई अहिले जुन तरिकाको एउटा नियम चरणमा संसदमा चाहिँ यिनीहरूले विधेयकको रूपमा प्रस्ताव गरिरहेका छन् त्यो कुराले गर्दाखेरि ट्राफिकले चाहिँ त्यो मैमत्ता साँडे जस्तो ट्राफिक चाहिँ अहिले सडकमा छाडा भएका छन्। त्यसले गर्दाखेरि चाहे जसलाई होस् उनीहरूले आफ्नो उका हिसाबले चाहिँ धाक धम्की र दादागिरीका शैलीले उनीहरूले चाहिँ चिट काटिरहेको देखिन्छ। हाम्रो गणेश नेपाली त्यो घटना भइसकेपछि उनले चाहिँ आफ्नो दाइसँग उनले फोनमा कुरा गरेका छन्। मलाई चाहिँ महानगरको प्रहरी आएर हुर्किला गर्यो र ट्राफिक आएर मसँग मुखमुखै लागेर मलाई चाहिँ मैले के अरे यो ठाउँमा चाहिँ मलाई पार्किङ गर्नुपर्छ भन्ने मलाई थाहा थिएन। मैले रुखाए मात्रै हो यहाँनिर प्यासेन्जर लिनको लागि भनेर प्यासेन्जर झारेर ऊ त्यहाँनिर एकछिन उभिएको मात्रै के थियो त्यहाँ ट्राफिक आएर उसलाई चाहिँ जबरजस्ती तरिकाले चिट त्यो पनि 10,000 रुपियाँ काटेको कुरा छ होइन 10,000 रुपियाँ काटेको कुरा छ। र यो कुरा त्यहाँ आगो लगाउने बेलामा उसलाई चिट जबरजस्ती हातमा थमाइसकेपछि त्यहाँ आगो पेट्रोलले गर्दाखेरि आगोले गर्दा त्यो चिट पनि त्यहाँ चाहिँ जलेको भन्ने कुरा छ। यसको पनि प्रत्यक्ष रूपमा छानबिन गरियोस् होइन। अब यो घटनास्थलमा जानुभयो? म घटनास्थलमा त पुगेन। म अहिले अस्पतालमा पुगेर आएँ। म आफैले चाहिँ बिरामीको अवस्था एकदम नाजुक छ। अहिले लगभग सुरुमा हेर्दाखेरि 65% जलेको भनिए पनि लगभग 80% भन्दा माथि जलेको अवस्था छ। त्यसको फोटो पनि मसँग छ। म आफैले खिचेर ल्याएँ होइन। यहाँनिर गम्भीर पर्छ त्यो चाहिँ अचम्म लाग्छ। त्यहाँनिर कम्ती मान्छेले पानी हालेर अर्थात् त्यो त्यहाँको जिम्मेवार निकालेर यथार्थ प्रहरीले या त्यही ट्राफिक प्रहरीले पनि यथाशीघ्र चाहिँ ट्याक्सीमा या कुनै पनि गाडीमा हालेर ट्राफिक गर्नु के अरे ल्याउनु पर्नेमा उसलाई चाहिँ त्यहाँ त दौडाएको देखिन्छ होइन। त्यसले गर्दाखेरि पनि झन् अप्ठ्यारो परेको देखिन्छ। के अरे चिट काट्नु पर्ने गरी उसले त्यहाँनिर गम्भीर अपराध गरेको थियो त। एकजना मान्छेलाई झार्दै गर्दाखेरि सडकमा ट्राफिकले पहिलो कुरा त तपाईँले यहाँ रोक्न पाउनुहुन्न भनेर सचेतना गर्ने होला नि त। सचेतना गर्नुपर्छ नि त। ट्राफिकले त सचेतना पनि गर्नुपर्छ नि त होइन। सचेतना नगरेर सिधै दादागिरी शैलीमा 10,000 को चिट काट्नु मिल्दैन नि त। अहिलेसम्मको घटनाको हामीले रूपरेखा हेर्दाखेरि घटनाको प्रकृति हेर्दाखेरि र त्यो बिरामीले आफ्नो दाइलाई फोनमा भनेको कुरा हेर्दाखेरि मलाई ट्राफिकले तनाव दियो। मलाई चाहिँ यहाँ 10,000 रुपियाँ तिर्न लगायो। मसँग पैसा छैन म के गरौँ भनेर उनको दाइसँग कुरा भएको कुरा